विद्युत प्राधिकरणको कुलमान घिसिङलाई अहिलेको मन्त्री परिषदबाट बर्खास्त गर्नुभएको न्युज छापछापै सबै न्युजहरूमा आएको छ। अब एउटा कुरा, यो गणतन्त्रमा हेर्नुहोस्, यो राम्रो काम गर्ने जनजातिको छोरा जो चाहिँ अब 18 घन्टा लोड सेडिङबाट उज्यालोमा ल्याउनु भयो, त्यस्तो देशभक्त एउटा कर्मचारी, एउटा राष्ट्रभक्त मान्छेलाई यिनी गणतन्त्रमा चाहिँ राम्रोसँग पुरस्कार दिनुपर्नेमा झन् उहाँलाई बर्खास्त गरेर हटाउनु भयो। अर्को फेरि आज हेर्नुपर्ने कुरा, तिनटै पार्टीहरू बैठक बस्यो, बैठक बस्ने बित्तिकै टिआरसी विधेयकमा अगाडि बढ्ने अनि यता मन्त्री परिषदको निर्णयबाट कुलमान घिसिङलाई हटाउने, त्यहाँ के न के रहस्य छ। किनभने तिनटै पार्टी मिलेर यो गरेको हो, यो एउटा दुईवटा पार्टीले गरेको भनेर हो सम्झिनुभन्दा तिनटै पार्टीले मिलेरै कुलमान घिसिङलाई हटाएको हो। अब यस्तो राम्रो मान्छेलाई यो देशमा काम गर्न दिँदैन, केही गर्न दिँदैन भने तपाईँ बुझ्नु गणतन्त्रमा कसले के गर्न सक्छ। त्यो हिसाबले अब देशभरि जनजातिहरूलाई मेरो आह्वान छ कि अब यो पुरानो पार्टीहरूलाई तपाईँले जहाँ जहाँबाट समर्थन गर्नुभएको छ त्यहाँबाट समर्थन गर्न छोड्नुहोस्, उनीहरूको जुलुस र्यालीमा जानबाट बहिष्कार गर्नुहोस्, अनि यो नेताहरू सुध्रिन्छ, नभए यिनीहरू सुध्रिँदैन।